हेलो एभ्रिवान वेलकम टु माई पवित्र राइटिङ च्यानल आई होप सबै सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामीहरूले हजुरको लागि एउटा धमाकेदार भिडियो ल्याइसकेका छौँ। तपाईँहरूले देख्न सक्नुहुनेछ आज हामीले कस्तो खाना ल्याइसकेका छौँ भन्ने चाहिँ स्पाइसी फुडहरू जुन चाहिँ हाम्रो चिकन चाउमिन अनि मोमो अनि समोसा अनि विथ चपस्टिकले खाने हो क्या हामीले। यो चाहिँ हाम्रो फर्स्ट भिडियो होइन, चपस्टिकले खाएको चाहिँ फर्स्टचोटि पहिलोचोटि हो खान लाग्यो। हामीहरू सक्छौँ कि सक्दैनौँ त्यो हाम्रो च्यालेन्ज हो। जसले फर्स्टमा खान्छ त्यो चाहिँ विनर नै भइसक्यो। जसले लास्टमा खान्छ उसले चाहिँ यो 4वटा खुर्सानी खानुपर्ने छ। यो चाहिँ एकदमै लाग्ने खुर्सानी हो होइन। अब हामीहरूले च्यालेन्ज भनिसकेपछि त अब नलाग्ने खुर्सानी त ल्याउने चान्स नै हुँदैन। त्यही भएर अब हामीहरू चाहिँ खानालाई स्टार्ट गर्छौँ चपस्टिकले। हेर्छौँ को फर्स्ट हुन्छ। कसरी हो कि फेरि यसले त्यही भएर त हो ल्याएको। यस्तो ए चाउमिन त आइहाल्छ नि आमा। अरे गाइस यस्तो गरेको के हुन्छ अनि चपस्टिकले एउटा अरे चटनी हालौँ है, चटनी हालौँ एकैछिन। चटनी हाल्छौँ हामी। अरे साँच्चीकै त यो त आउँदैन त रे। चटनी हाल न। मलाई आउँदैन, मैले खानुपर्ने खुर्सानी मलाई थाहा भइसक्यो। तर पनि म सिकिहाल्छु। एकदमै पिरो छ। वाउ चटनी चाहिँ लास्ट पिरो छ है। तर मलाई नै आउँदैन त खाना चपस्टिकले। म ऊ त्यो चम्मच समातेर खाइदिने हो अनि पाइँदैन। च्यालेन्ज भने च्यालेन्ज हो नि। अरे आउँदैन त अनि त अलिअलि त आउँथ्यो त। ऊ त अलिअलि पनि आउला होइन त। यसरी हो समाने। अरे आउँदैन त के गर्न। अरे दुईहरूले खानु पाइँदैन, एकहातले खाऊ न। आउला छैन त। ल आयो यम्मी है। मिठो भएको के को यो मोमोको चटनी। मोमोको मोमोको चटनी। मोमो चाहिँ म खाइहाल्छु। यो गोबेर हो भने खाइहाल्छु मोमो त। गोबर होइन नि त खानु मिल्ने। मोमो पनि समाउने यसरी। त्यो समाएर गोबर त खान सकिहालिन्छ नि। मैले पनि सलाएन। अरे ल ल ल गाइस मैले मोमो समातेर ऐसे नहीं शुरू से दिखाता हूँ। मौसम तेरा अच्छा हमको सिखा रिया है। चेस्ट गर्नु त फर्स्टमा। लास्ट मेरो होइन। गोबेर खान मिल्छ कि नि। अनि गोबेर खान नमिल्ने भयो त तनाव भयो त अनि समोसा समोसा त गोबेर खान मिल्ने हो है। ओके चटनी खोइ यता हो। अरू चटनी पनि हालिदिउँ। समोसा खाने चटनी हो नि त त्यो। गाह्रो त गाह्रै पर्ने रहेछ है चपस्टिकले। ल भयो ल है 5 मिनटमा खाइसक्ने है। 5 मिनटमा खाइसक्ने है। 5 मिनटमा। हो नि। जसले छिटो खायो ऊ विनर त। जसले लास्ट आयो उसले उसले पनिसमेन्ट छ। चटनी हाल्छु यसमा। गाइस यो पिरोवाला चटनी हो है। लास्टै पिरो छ। एकदम स्पाइसी हो। ए खुर्सानी पुरा देखिँदैछ कि यसमा। पुरा देखिँदैछ खुर्सानी। तर म त खुर्सानी खाने मान्छे हो नि त। म पानी खाइहालु। ए पाइन्न है त्यस्तो गर्नु। ल गाइस अब यी चबिसले खानु त आउँदैन है गाइस। जे नै हो कि हाम्रो लागि च्यालेन्ज। किनकि आउँदैन नि त। फर्स्ट टाइम हो हाम्रो यो चबिसले खान लाग्यो। अरे कसरी समाउँदो रहेछ है। मान्नुपर्छ। सिक्नु लाग्छ आइ
यस्तो गर्नु यस्तो गर्नु यस्तो गर्ने छिटो खाने छिटो मैले सक्नु छ छिटो सकेर तँलाई जित्नु छ आउँदै हुँदैन त मोमो मा गाह्रो छ चफिसले खान पनि है टिस्यु पेपर खै हुँदैन ल समाएर मैले गम्मै खाइदिएँ सबै युज गर्नु मिल्दैन क्या चपस्टिक लियो गाई खजा त खानु पाइयो नि हातले त चिटिङ गरेर आएको छस् किन त्यहीँनिर मुख लगेर खाँदैछस् चिटिङ नगर है भनिदिँदैछु म त चिटिङ नगर कति हाँस्नु खुर्सानी लाग्यो नि मैले तँभन्दा बढी खाएँ खाना त हालिसकिस् चिन्ता नगर चपस्टिक नभइदिए भए त म तँलाई अहिलेसम्म हराइसकेको हुन्थेँ चपस्टिक भएर पो तँलाई भयो त अरे मेरोमा हालेको छु खुर्सानी खाने खुर्सानी केही पनि राख्ने होइन है थालमा सजाइदिएको त अहिले त 2 हातले खान्छु है हुन्छ मिल्दैन 2 हातले पनि खान मिल्ने रे अब यो कसरी 2 हातले खाएपछि के को च्यालेन्ज भयो होइन एउटै हातले खाने हो के कान्छा यस्तो यस्तो हो हुन त मान्छे भात समेत खान्छन् कि यसले म अचम्म लाग्छु यार खाली माइदो चट्नी हालेर चट्नी चट्नी बढ्यो हो कि मलाई म अठवाला बढिहालेँ भने त पिरोवाला फुटबल आउँदैन गाइस के गर्नु होइन पीडित परियो म यो चपस्टिकको त चाउमिन त खान सक्नु पर्थ्यो नि यार सिकाइदिनु होला है तल कमेन्टमा भिडियो पठाएर अब कसरी खान्छन् त फेरि तपाईँ पिरो पानी बिचमा एकदम मिठो भएको छ त्यही भएर म अहिले खाउँ हुन्न ह्याप्पी तिहार गाइस है तिहार आउन सक्यो है पटाका पड्काइरहेको छन् बाहिर
त्यहीँनिर मुख लगेर त म पनि खाइहाल्ला त अत्यारी खाना आएर होइन यसमा यस्तो गर्ने क्या यस्तो खा ल खा गाह्रो पऱ्यो है पेपर एउटै युज गर्ने हो क्या 10 युज गर्ने होइन बढी भएन बढी भयो बढी भयो भने छोडे खुर्सानी खाइदिए मैले जितिहालेँ हुन्छ योभन्दा बढी रिचायो र हो नि गाइज पागल जस्तो ओतेरी यति गरेर हो गाबेर मैले खाएको छैन राइसमा हाल्ने यो मासु हुँदैन क्या यसमा त्यही भएर तनाव हुन्छ क्या यो चाउमिनमा छ नि हुँदैन चिकन चाउमिनमा हुँदैन मासु कम हुन्छ यो के अरे मैदाको पिठो हुन्छ अनि राइसमा राइस पनि त्यही हुन्छ त्यो पिठो मिसाएर त्यो के गरेर बेसन बेसन हो के हुन्छ त्यो समथिङ तेरे म त खान सक्दैन मलाई बढी भयो खुर्सानी खा है पनिसमेन्ट त लास्टमा चाहियो पनिसमेन्ट त हामीलाई चाहियो पनिसमेन्ट बिना के हुँदैन यहाँ भनिसकेपछि त भनिसक्यो होइन होइन गाई म 2 हात लगाउन तयार हुँदैछु तर म 2 हात लगाउँदैन एउटै हातले खान्छु पानी गाइस द लास्ट यो भने यो नि खाइदियो नि त हैट यो चिटिङ लगाउन खान्न म मोमो भयो क्या चिटिङ हो त्यो मैले हेर्नु है गाइस चिटिङ गरेर राख है हुँदैन यो खाने हो पिठो हो क्या त्यो खाने हो क्या होइन क्या पिठो हो क्या मैले अरू त खाइसकिहालेँ त अरे के भयो के भयो पेटमा बढी भयो गाइस यस्तो कहिलेकाहीँ गाउँले भाषा आइरहेको हुन्छ यो चबिस्टिक एक मात्रै आउँछ त छैन भयो 2 हात लगाएको छैन है खाइसक्यो अरे त्यो खुर्सानी मेरो भएको हो म विनर ऊ चाहिँ लास्ट भयो गाइस यो नभइदिए अब म विनर हुन्थेँ यसले गर्दा तर यसले यस्तरी खाइरहेको थियो क्या गलत तर त यस्तो हो नि गलत त अब हामीलाई यो फर्स्ट टाइम हुनाले फर्स्ट टाइम नै दोस्रो टाइम भयो भने हामीलाई आउँथेन नि त किनकि हामीले यो चपस्टिकले चाहिँ हामीले कहिले पनि खाएको छैन नि त अब कहाँ आउने भयो त छैन धेरै कहाँ आउने भयो त धेरै बात तो सही है चपस्टिकले कहाँबाट खानु हो त रियालिटी हो त हो रियालिटी हातले खानु मजा लाग्छ नि त
उसले चाहिँ सघाएन यति रहेछ उसको है होइन क्या यो मलाई मैले चाहिँ यति सघाएको छु होइन म चाहिँ विनर भइसकेँ नि त अब चाहिँ पनिसमेन्ट चाहिँ थाहा होला होइन 4वटा खुर्सानी खानुपर्ने छ त्यो त लाग्छ धेरै अब चाहिँ रेडी हो 4वटा खुर्सानी खान किनकि पनिसमेन्ट इज पनिसमेन्ट ल केसँग खाने के मासँग हट पनिसमेन्ट ल 1 2 3 रोक्न मर्दैन म कसम मर्छु खानु पऱ्यो त अनि पनिसमेन्ट हो नि त गाइज ओके भने होइन अघि? 4वटा खुर्सानी ओ माई गॉड मान्छे मर्दैन ल खालि मुखमा हाल्छु ल गाइज तर सातो उडिसक्यो ल पानी पानी खान पाइयो नै ल चपाउने मात्र ल ननिल्ने कि तपाईँहरू बर्थुक्नु पाइयो ल ल आँटे आइरहेको छ नि यो कस्तो लाग्छ यो खुर्सानी मलाई मात्र थाहा छ पुरै लाग्ने खुर्सानी हो कि यो अब नलाउने खुर्सानी चाहिँ हामी ल्याउँदै ल्याउँदैनौँ किनकि मलाई चिनी लिएर ready ल्याउँदै गरेर। ल्याउँदैनौँ किनभने यो च्यालेन्ज हो नि त च्यालेन्जमा त अब विनर मै हुन्छु भन्ने मलाई थाहा थियो ल, 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 ल। अनि त्यही भएर अब मलाई खुर्सानी लाग्यो जस्तो फिल हुन लाग्यो क्या बाँच्नै कति हो बब्रे खुर्सानीको पानी खै भाइ पानी चाहिँ छैन यही नै हो नि म त पानी खानु गएँ, भाइ। पनिसमेन्ट यही नै हो नि त पनिसमेन्ट किनभने अब पानी बिनाको खुर्सानी खानु अनि त्यो झन् यो गर्मीको टाइममा कस्तो हुन्छ भन्ने त्यो सोच्न सक्दैनौँ कि हामी पुरै मुखै तातो हुन्छ है होइन म यिनीहरू जस्तो दादा के भन्छ त्यो खान्छु भनेर नखाने मान्छे होइन होइन झेली खेल्ने मान्छे होइन तर- कि झेली खेल्ने मान्छे होइन ऊ झेली चाहिँ खेल्दैन। इमान्दार मान्छे हो त्यही भएर तर- उसले चाहिँ आफ्नो पनिसमेन्ट कम्प्लिट गर्यो Bye, subscribe our channel. ओके